मस्त मस्त सिनेमॅटिक शॉट हालिरहेको राम्ररी फोकस गर्नु पर्यो क्या त्यहाँ त्यस्तो नगर्नु भाइ भिडियो राम्रो राम्रो त्यो कलाकृति अलिक बढी हो सेनगढ खोलाको भित्रपट्टि हेर न त्यहाँनिर छ यो उसको मेरामा जानुपर्छ एक बोरा बहादुर घरबाट ल्याएर ल जाऊ पार्वतीको घरमा दाल चौतारो हो दाल चौतारो हो त्यही त दाल चौतारे 50 पिस लगाउने होला 50 पिस फेरि पत्तै भत्काउनु पर्यो नि त्यो खासो खन्दा यहाँ होइन उहाँ हो नि के हुँदैछ आज कता हो टोली नै लागेर यहाँ त्यो लिङ्गा काट्नु पर्यो बिहेको लागि भनेर हजुर हजुर यहाँ यसो आफ्नै वन छ अलिकति निजी ए निजी भन हजुर अब हाम्रोतिर खोरिया भन्छन् हजुरहरूकोतिर के भन्छन् कमेन्टमा लेख्नु होला हजुर हजुर यो चाहिँ बाँस कसको के आफ्नो खोरियामा कसले के लगायो भन्ने कुरोको चाहिँ कुरो हो त्यसो हो युट्युबमा जान्छ है काका भयो युट्युबमा भावी मेयरको हामीले दावेदारीमा राखेको छौँ कहिले हुन्छ त्यसरी हुन्न हो दाजु उहाँको भाइको बिहेको लागि यहाँ लिङ्गा काट्दै हुन्छ अब यो चाहिँ तँले आउलो छ त्यहाँबाट गएर 2-3 बर र पिपलका पात छोड ल भेट्छस् भने सजिलो ठाउँको काट्नुपर्छ कहाँ मारा अब दुईटा त्यो नभएपछि त्यो भएन उयोको चाहिँ हुन्छ यो हुन्छ यो चाहिँ हामी परापुरा कालदेखि चलिआएको बर पिपल समी होइन सहित राखेर मण्डप सजाउने भन्छ कहाँको भएन कहाँको भएन के लाग्यो
गोजीमा दाम छैन मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाऊ कि भन्छु गोजीमा दाम छैन चिठी त लेखे मयूरको पातले पठाउन ठाउँ छैन चिठी त लेखे मयूरको गोजीमा नहुने मान्छे के गरेका छन् साउली झरी सकिएपछि घर बोलेको साउली झरी सकिएपछि घर बोलेको गोजीमा सुको नहुने मान्छे देखान खोलेको गोजीमा सुको नहुने मान्छे देखान खोलेको चौबन्दीमा पुगेको सुर्के कहिले खाइ पुरै जाने